So, ladies and gentlemen, Germany has arrived in the FIFA World Cup, and this is Germany. Entire world was missing since 2014, and now finally they are here. First, my score line को कुरा गरौँ. Score line 7-1. ब्राजिल फ्यानलाई त कोर्स पिटिएसडी त पक्कै पनि भयो होला स्कोर लाइन देखेर. ब्राजिलको फ्यान हैनस् त ब्राजिलको फ्यान होस् नि त ब्राजिलको फ्यान होस् हेर्नुहोस् भन्दा यो कतै होला बच्चातिर है यस्तो स्कोर लाइन कतै देखाएको थियो होइन ठिक छ ब्राजिलको फ्यान है गेमको कुरा गर्दाखेरि कुरासाओको फर्स्ट वर्ल्ड कप र फर्स्ट वर्ल्ड कपको नि फर्स्ट गेम अनि यो कुरासाओ थियो मतलब कुनै पावर हाउस थिएन क्या सिम्पली इट्स कुरासाओ आई डोन्ट नो देयर ऱ्याङ्किङ्स अबाउट 80th इन दि फिफा ऱ्याङ्किङ्स सो स्कोर लाइन ठुलो छ तर त्यस्तो धेरै जर्मनीलाई हाइप गर्ने म कुरा चाहिँ देख्दिनँ है अल्दो आइएम जर्मनीको फ्यान सो अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ कुरासाओको फ्यान्स नै लाग्यो सो कुरासाओको फ्यान त्यो हुन्छ नि कुरो स्टेडियम नै एउटा सर्टेन साइड फिलअप गरेको थियो क्या देयर पपुलेसन इज ओन्ली 1.5 लाख आई थिङ्क अनि त्यस्तो धेरै थोरै पपुलेसनबाट त्यति धेरै मान्छे आउनु भन्ने एकदम ठुलो कुरा हो फ्यानकै कुरा गर्दाखेरि एउटा फ्यान अचम्मको फ्यान देखाएको थिएँ मैले यो ब्लू कटप्पा फ्रम कुरासाओ सो आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्ने या सपोर्ट गर्ने विभिन्न तरिकाहरू हुन्छन् र यो पनि एउटा तरिका छ है आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्नको लागि सो द्याट्स अल अबाउट द फ्यान्स नाउ लेट्स टक अबाउट द म्याच सो म्याचको कुरा गर्दाखेरि फर्स्ट गोल स्कोर वाज फेलिक्स नमेचा 6th मिनटमा गोल दामी थियो अनि त्यसपछि कुरासाओले आफ्नो गेम खेल्न सुरु गर्छ सो कुरासाओ ट्राइङ टु डु समथिङ सो दे स्टार्टेड गोइङ अन काउन्टर्स अफकोर्स जर्मनीलाई काउन्टर्समै बिट गर्न सकिन्छ अनि त्यसपछि 21 मिनट अन द क्लक स्लोटरब्याक मेक्स अ मिस्टेक अनि त्यसपछि गोल पर्यो गोल परेपछि स्कोर हुन्छ 1-1 दुःख लाग्दै थियो फेरि त्यही सेम मलाई पिटिएसडी हुन थाल्यो क्या अब त्यो सेम कुरा भइरहेछ जापानले एकचोटि गरिसकेको छ साउथ कोरियाले एकचोटि गरिसकेको छ अलिकति डर भन्ने कुरा थियो सानो टिम छ सानो टिमसँग जर्मनी अलिकति के भन्नु त्यो राम्रोसँग खेल्न जान्दैन भनौँ अब सो त्यो डर मेरो मनमा पस्यो अरू त्यस्तै उस्तै हो होइन यो रियाक्सन हेरौँ क्या एकचोटि यिनीहरूको यो अर्जेन्टिनाको फ्यान हो नि यो 3जना सो यिनीहरूको रियाक्सन हेरौँ अनि मेरो रियाक्सन हेरौँ प्यासन फाउल भएछ ए जर्मन मेन्टालिटी वाह नाइस ओहो हो कि क्या हो मेरो भाइ हो कि क्या हो हो कि क्या हो लेट्स गो म अफकोर्स दुखी छु म जर्मनीको फ्यान मलाई त पुरै भित्रभित्रै म गुम्सिसकेँ क्या मलाई के भयो यस्तो घटिया टिमसँग नि गोल खायो भनेर कस्तो मनभित्र कस्तो पाक्न थाल्यो अनि त्यसपछि हुन्छ हाम्रो कुलिङ ब्रेक सो कुलिङ ब्रेक हुन्छ नागसम्यानले एन्टायर टिम्सको सबै मेम्बरलाई बोलाउँछौँ रिग्रुप हुन्छ हाम्रो टिम अनि त्यहाँनिर स्ट्राटेजी बनाउन थाल्छन् सो नागसम्यानले के भन्यो होला त पक्कै पनि केटा हो यिनीहरूलाई कम हान्नु पर्थ्यो 1-2 गोल हानेर छोड्ने इच्छा थियो मेरो तर यिनीहरूले टेरेनन् यिनीहरूले फर्काए अहिले हाम्रो स्कोर लाइन छ 1-1 लेट्स सो हु द जर्मनी इज टु देम अनि त्यसपछि सुरु हुन्छ खेला मेरे बच्चे मैंने तुमसे कहा था भन्ने एउटा लाइन छ सो त्यो लगाइदिउँला मेरे बच्चे रणभूमि में युद्ध आरंभ हो उससे पहले मनोभूमि में खेला जाता है सो फर्स्ट हाफको कुरा गर्दाखेरि एट द 38 मिनट अब जर्मनीले आफ्नो खेला सुरु गर्दाखेरि अट्याक गराएछ यताबाट फ्री किक उताबाट कर्नर किक्स आई डोन्ट नो 6th कर्नर किक भयो त्यो कन्टिन्युसली कर्नर किक 4वटा भइसकेको थियो अनि त्यसपछि टक्क लाएर चुइँ उडेर आउँछ एउटा स्लोटरब्याकको टाउकोमा स्लोटरब्याकले हेडर हान्छ र आफ्नो जुन त्यो मिस्टेक गरेको थियो त्यसलाई रिडिम गर्छ स्लोटरब्याक रिडिम्स हिमसेल्फ होइन त अनि त्यस्तै अब अर्को गोलको कुरा गर्दाखेरि फेलिक्स नमेचा त्यही हो यताउति ट्याङडुङ गरेर गोल हान्न खोज्दै थियो त्यहाँ लडाइदिन्छ एउटा प्लेयरले डिफेन्डरले उसको खुट्टामा लाग्छ ऊ लड्छ अनि हि गेट्स अ पेनल्टी अनि काई हावर्ड्स स्टेप्स अप to score the penalty and he scores and the score line becomes 3-1 सेकेन्ड हाफको कुरा गर्दाखेरि एन्ड अफ द म्याच 7-1 भएको थियो भनेपछि जर्मनीले
खोलेर राखिदियो क्या कुरासाओलाई 7-1. सो देयर एक्सपेक्टेड देयर अपोनेन्ट. आई थिङ्क जर्मनीले चाहिँ यो जुन भनिरहेछ नि मान्छेले अलिकति दया देखाउनु पर्थ्यो, माया देखाउनु पर्थ्यो. आई थिङ्क देयर एक्सपेक्टेड कुरासाओ, अनि त्यसपछि उनीहरूले एज अ अपोनेन्ट आफ्नो फुल दिए र वर्ल्ड कप दिस इज वाट वर्ल्ड कप मिन्स भनेर उनीहरूलाई देखाइदिए क्या. सो द्याट्स अल अबाउट द्याट गेम. अर्को कुरा गर्दाखेरि काय हाभर्ट्सको फिनिसिङ के भएको, वाउ यार, त्यो सेकेन्ड गोलको लागि यस्तो राम्रो फिनिस थियो. पेनल्टी नि एकदमै राम्रो थियो. एन्ड काय हाभर्ट्स हेज स्कोर 2 goals इन दिस टुर्नामेन्ट. इन फिफा वर्ल्ड कप 2026 काय हाभर्ट्स इज करेन्टली द टप स्कोरर. सो टुर्नामेन्ट एन्ड भइन्जेलसम्म पनि यही रहोस् भन्ने मेरो चाहना रहन्छ. नेक्स्ट गेमको कुरा गर्दाखेरि आउँछ हाम्रो नेदरल्यान्ड्स भर्सेस जापान. यो गेम चाहिँ एउटा टिपिकल इक्जाम्पल थियो क्या. मतलब फुटबल इज अ गेम अफ 2 हाफ्स भनेर. फर्स्ट हाफ यस्तो डेड रबर गेम थियो यो. म हजुरहरूलाई स्ट्याट पनि देखाइहालेँ. लेट्स सी द स्ट्याट्स इन द फर्स्ट हाफको स्ट्याट्स हेरौँ. एक्सपेक्टेड गोल 0.41, 0.18. त्यहाँनिर एकदम डेड रबर गेम क्या. नथिङ, त्यो केही त्यहाँनिर केही भइ नै रहेको थिएन फिल्डमा. नेदरल्यान्ड अफकोर्स बेटर. यिनीहरूको डिफेन्डिङको कुरा गर्दाखेरि हामी कता लाइनअप हेरौँ. डिफेन्डर्सहरू 101 डिफेन्डर छ. भ्यान डिभेन, भ्यान डाइक, भ्यान एके, डम्फ्रिज. अनि मिडफिल्ड टप क्लास ग्राभेनबर्ग, डियोङ एन्ड टिजानी रेन्डर्स. सो टप मिडफिल्ड. त्यसपछि त्यो हुन्छ नि यस्तो छ. अनि सिधा यस्तो तल झराएको छ. फकिङ ग्याक्पो इज देयर. मालेन प्लेज फर रोमा. कसैलाई थाहा छैन भने समरभिलले यो कहाँको खेल्छ, यो वेस्ट हाममा खेल्छ. सो नट अ गुड अट्याकिङ साइड क्या. मिडफिल्ड र डिफेन्डिङ टप छ, तर अफकोर्स अट्याक त के हो क्या. अनि जापानको कुरा गर्दाखेरि कुबो अनि नाकामुरा नि चिने मैले बल्ल, जो त ब्लाइन्डर गोल हानेको थियो. इटो, हि प्लेज फर बायन. अनि अर्को कुरा है, जापानको स्क्वाडमा काले प्लेयर छ है, जियोन सुजुकी. जापानिज प्लेयर होइन यो. जापानमा चाहिँ कहिलेदेखि काले प्लेयरहरूले खेल्न थाले. सो यो चाहिँ मलाई अलिकति अचम्मको कुरा लागेको थियो, त्यसैले मैले देखाएको हो. सो इज फादर इज फ्रम घाना एन्ड इज मदर इज फ्रम जापान. सो त्यसैले त्यो मान्छे कालो छ. धेरै रेसिस्ट नबनौँ होला होइन. सो गेमकै बारेमा कुरा गर्दाखेरि 2-2 गोल भएको थियो. सेकेन्ड हाफमा मेजरली गेम खुल्या हो. सेकेन्ड हाफमा हेरौँ हामी 0.38 को एक्सपेक्टेड गोल छ, यता पनि 0.41 को छ. नेक्स्ट हाफमा दुइटै टिम खोलेर खेल्न थाल्यो क्या. भ्यान डाइकको फर्स्ट हेडर आउँछ. सो भ्यान डाइकको हेडर पछि गेम खुल्यो. भ्यान डाइकको हेडरले गेम खोल्यो र त्यसपछि चाहिँ जापानी अब अफकोर्स 1 गोल डाउन भइसकेपछि त अगाडि आएर खेल्न थाल्यो. सो नाकामुरा स्कोर्स एट 57th मिनट. अनि यो गोल यस्तो राम्रो थियो नि, यति राम्रो थियो. आई थिङ्क दिस गोल इज गन बी द गोल अफ द टुर्नामेन्ट भनेर मलाई लागिरहेको थियो. अन्टिल समरभिलले आयो र यो मान्छेले पनि त्यस्तै गोल हानेर गयो क्या एउटा. सो अब एन्टायर टुर्नामेन्टभरिमा यस्तो गोल देखिन्छ होला धेरै नै भन्ने एक्सपेक्टेसन छ मेरो. एन्ड नेक्स्ट एट 88th मिनट हेडर आउँछ कमाडाबाट र गेम एन्ड हुन्छ 2-2. सो दिस वाज अल अबाउट नेदरल्यान्ड्स भर्सेस जापान. एकदम टिपिकल मतलब वर्ल्ड कप गेम क्या. जुन त्यो वर्ल्ड कपको एक्चुअल मजा हुन्छ नि, एउटा गेम आउँछ जहाँनिर चाहिँ फन भन्ने कुरा हुन्छ, त्यो चाहिँ म्याक्सिमम दियो यो गेमले. सो द्याट्स अल अबाउट दिस गेम. नेक्स्ट गेमको कुरा गर्दाखेरि स्विडेन भर्सेस टुनिसिया. धेरै कुरा गर्ने यो म्याचको 5-1 को स्कोर लाइन थियो. इसाक र ग्योकेरेस दुइटैले स्कोर गर्छ. र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ मैले इसाक अफकोर्स 1 goal 2 assists, ग्योकेरेस 1 goal 1 assist. इसाक र ग्योकेरेस हुँदाहुँदै एउटा मिडफिल्डरले आएर 2 गोल हानेछ. सो त्यो चाहिँ अलिकति इन्ट्रेस्टिङ लागेको थियो मलाई. ब्राइटनको प्लेयर रहेछ एआरई, त्यो मलाई थाहा थिएन. द्याट्स अल अबाउट दिस गेम. अनि त्यसपछि आउँछ हाम्रो आइभरी कोस्ट भर्सेस इक्वेटर. यो गेम ends at 1-0 with Amad Diallo scoring a 90th minute goal. So 90th minute अनि अफ द बेन्च आएर गोल हानेछ अमाद डियालोले. अफ कोर्स he came off the bench and he scored the goal. So that's all about this game. Let's see the tables. So tables को कुरा गर्दाखेरि ग्रुप ई मा जर्मनी, आइभरी कोस्ट, इक्वेडर, कुरासाओ. जर्मनी आर अन टप. अनि त्यसपछि आइभरी कोस्ट, इक्वेडर एन्ड कुरासाओ दे लस्ट देयर एक्सपेक्टेड गेम. सो 3 र 4 मा छ. त्यसै यहाँ चाहिँ जापान र नेदरल्यान्ड्स छ र स्विडेन चाहिँ टपमा छ क्या. स्विडेन गट 3 points अगेन्स्ट टुनिसिया अनि जापान 1 point, नेदरल्यान्ड्स 1 point. सो ग्रुप ई र ग्रुप एफ को अवस्था यस्तो रहेको छ. द्याट्स अल अबाउट दि यस्टरडे म्याचेस. सो अबको म्याचेसहरू चाहिँ आई थिङ्क आज चाहिँ स्पेनको म्याच छ. सो स्पेनको लागि हामीले वाच लङ पक्कै पनि गर्नेछौँ. सो बी रेडी फर द्याट. अनि अर्को कुरा चाहिँ इफ यु आर न्यू टु द च्यानल अनि पक्कै पनि सब्सक्राइब गर्न नबिर्सिनु होला. लाइक द भिडियो अनि कमेन्ट यो थट्स अन बिलो है त म्याचेसहरूको बारेमा. सब्सक्राइब गरिदियो यार प्लिज.
That's all.